ओके गुड मर्निङ गाइस। म चाहिँ बिहान उठ्ने बित्तिकै भ्लगतिर लागेँ, साथीहरूसँग भेट्न गएँ है। अनि बाटोमा जाँदा 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 जाँदै म चाहिँ साथीहरूलाई खोज्दै बिजोकै भएको थियो एकछिन त। अनि पछि केटाहरू उता साइडतिर बसिरहेको रहेछ होइन। अनि अनि हामी गयौँ माथि गयौँ है। अनि टक्क माथि पुग्यौँ। त्यसपछि साथीहरू भेट्यौँ, हामी कसको केटाहरू भएको ठाउँमा आइपुगिसक्यौँ। केटाहरू यतै रहेछ। ल हामी आइपुगिसक्यो। केटाहरू यहीँ छ। एउटा यहाँ रहेछ, अर्को उता रहेछ। तेजबिहे झ्याप दुईदिके। ल हामीले चाहिँ एउटा केटालाई चाहिँ साथीलाई चाहिँ भेटिसक्यो। अब अर्को साथीहरू उतातिर रहेछ। एउटा चुवाचेमा यहाँ रहेछ दुईजना। खाले नोङबे ल ओ र साम्दी धेरै पछि भेट भयो यार। ओ साम्दी यहाँ चाहिँ स्कुटर बिग्रेर हल्का मर्मत भइरहेको रहेछ हाम्रो साथीको। स्कुटर चाहिँ धेरै नै बिग्रेको रहेछ, त्यही भएर हामी अझै पनि वर्कसपतिरै छौँ। यहाँ चाहिँ मर्मत भइरहेछ। फाइनली हाम्रो बाइक रेडी भयो गाइस। धेरै नै बिग्रेको रहेछ। कति हजार लाग्यो भर्खरको भर्खर? 2500 गाह्रो छ। फाइनली स्कुटर चाहिँ बनेको अवस्था छ है। अनि हाम्रो यहाँ हाम्रो अर्को राइडर चाहिँ जानुपर्ने काम परेर ल तल काम परेर जानु लाग्छ अहिले। एकछिन आवश्यक हुँदैन। हामी चाहिँ प्लटिङतिर घुम्न जाँदैछौँ आज। हामी चाहिँ अझै प्लटिङमा जानै बाँकी छौँ। हामी चाहिँ हुक्का खाने केटाहरू भनेर हुक्काको भाडा तयारी गर्न भाडा लिन आएको छौँ यहाँ तल साथीकोमा। अनि अझै बाँकी छ साथीहरू, प्लटिङमा पुग्न चाहिँ अझै बाँकी छ। लगभग 15-20 मिनट लाग्छ होला। अहिले हुक्काको भाडा नभेटेर एकदम तनावमा छौँ साथीहरू। हुक्काको मालै भेटेन। आज हुक्का तान्न नपाइला साथीहरू। आज हुक्का तान्न नपाउला जस्तो टेन्सन भयो। यहाँ तलतिर चाहिँ एकदम मजाले ट्र्याक्टरले खेत जोतिरहनु भएको छ भाइले। गाइस हामी चाहिँ अब हुक्काको भाडा भेटेपछि हुक्काको भाडा लिएर मात्र भेटाउँला है त साथीहरू। हुक्काको भाडा चाहिँ हामीले भेटिसकेको छ यहाँ। अब लेट्स सी जाउँ। ल गाइस जाउँ है त। प्लटिङतिर लाग्यो हामी चाहिँ। ल गाइस हाम्रो यहाँ केटाहरू पर्खिरहेको रहेछ। हामीले ल्याएर आइसक्यौँ हाम्रो सामान चाहिँ। अब फ्लेभर लिन गएको छ। केटाहरूको होली चलिरहेको छ है। रमाइलो भइरहेछ है केटाहरूले होली हानेर। तपाईँको त्यो माथि तारेभिर भइहाल्यो है। तारेभिर हामी प्लटिङमा आइपुगिसकेका छौँ। घाम चाहिँ मजाले लागिरहेछ, पुरै आगो लगाएर है। यो राम्रो थियो पहिला चाहिँ, अहिले आगो लगाएर पुरै
कस्तो बनाइसकेको रहेछ। अनि उता अर्को साथीहरू पनि छ। अनि माथि चाहिँ तारेभिर भइहाल्यो, यो तारेभिर भइहाल्यो। त्यही हो साथीहरू, हामी प्लटिङमा आइपुगिसक्यौँ। अब के गर्छौँ हामी, के गर्छौँ है, हेर्दै जाउँ है त। Minula din. Dan yama jima. Itu tadi ngoro. हामी चाहिँ यहाँ हनुमान जी के हुक्का सुक्का है ल्याएर टक्क हानिरहेको छौँ हामी चाहिँ। फोन नलाम के घाम चाहिँ एकदम आइरहेको छ, चर्केर घाम आइरहेको छ। केटाहरूको म्याच परिरहेको छ यहाँ। ओके गाइज, म चाहिँ रुममा पुगिसकेँ है। हामी खाना पनि खाइसक्यौँ है, खाँदैछौँ। म चाहिँ रुममा पुगिसकेँ गाइज। आजको ब्लग यति नै है। सबै साथीले हेरेर एउटा लाइक, एउटा मिठो कमेन्ट अनि एउटा सब्सक्राइब गर्न चाहिँ नछोड्नु होला साथीहरू। लाइभलाई के अरे भिडियोलाई सेयर पनि गरिदिनु है साथीहरू, माया देखाइदिनु होला। अनि एउटा कुरा के भन्न चाहन्छु भने यस्तै भिडियोहरू होइन, नयाँ भिडियोहरू आउँदै जान्छ, आउँदै गर्छ होइन, हेर्न नछुटाउनु होला।